नमस्ते सबैलाई। आज तपाईहरूलाई पूर्वमा रहेको मुन्दुम ट्रेलको सुन्दरता र च्यालेन्जेस देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर मनोरञ्जन लिनुहोला। हाम्रो क्रम के स्वागत छ हाम्रो नयाँ फ्रेस ब्लगमा। धेरै पछि एक दिन पछि आवाज जसले सरो अनि हामी कहाँ छौँ सम्झी गएको बगाए कि नेपाल यस्तो छ साइको अनि बिहान 4 बजे जस्तो केटा हो है आवाज लास्ट चक्का छ हाम्रो अगाडि साथीहरू ए जीवनजी के छ खेला मान्छे नदेखिँदो चाहिँ हावाले पुसेर के कुदेर के मान्छे नदेखिँदो रहेछ खै ल यस्तो छ यहाँ बुन्दिम ट्रायल। ट्रेक सुरु गर्ने बित्तिकै चोकबाट हामी हिँड्ने बित्तिकै हामीलाई पानी र हावाले एकदमै सतायो। किन भन्दाखेरि मनसुन ट्रेक भएको कारणले गर्दाखेरि हामीलाई सुरुमै बाटो पाउन एकदमै गाह्रो भयो। एउटा डाँडा चढिसक्यौँ होइन त सङ्गीतलाई डाँडा चढेर आमा यो बिहान महिनाको हुसियाले चाहिँ सबै चिसो भएर मुख चाहिँ आगो भने साथीहरू मुख त आगो केही देखिँदैन यार के छ पुरा नि झन्डै मैले त यहाँ त यस्तो हावा हान्दो रहेछ केटा यस्तो चाहिँ हावा हान्दो रहेछ होइन बल्ल आई खोज्दा बाटो बिर्सेर नि यो बाटो रहेछ यताबाट हामी आएको यहाँ उकालो डाँडा चढेर होइन त सो अहिले चाहिँ यतापट्टि ट्याक सल्लाह टक्क मिठो भ्यू छ यो बाटो गोरेटो हामी रेडी छौँ खडा जीवनजी रेडी एलिनजी सम्झी रेडी गाइस ल बाटो बिर्सेर बल्ल ट्रेकको बाटो भेटेपछि हामी करिब 1 घन्टा हिँडेपछि एउटा थकाइ मार्ने ठाउँमा विश्राम लियौँ। 1 घन्टा 1.5 घन्टा सम्झी कस्तो फिल कस्तो छ सम्झी र मेरो झोला यहाँ छ मजा आइरहेछ के जिन्दगीमा जे भयो नि है ट्रेलको ल है मजा छ है जीवनजी के छ खेला मुन्दुमले उडाउन खोजिरहेछ हजुर हामी टेर्छौँ त छोरा मान्छे डराउँछ भने एलिनजी हजुर के छ तपाईँ खेला हाम्रो लट्ठी फेरि ब्रान्डेड छ है एलिनजीको हाम्रो लोकल खै जीवनजी हाम्रो लोकल ल्याउँ हाम्रो अर्ग्यानिक लोकल है फेरि हाम्रो चाहिँ लोकल पऱ्यो है ल केटा हो हामीले अघि कहाँ हिँडेको अरे साथीहरू मल्ल पोखरीबाट हिँडेको होइन हामीले दलसिङे कति 1 आवर 30 मिनट देखाएको थियो नि त। सो अहिले हामीले कति भनेपछि पोख्नु हामीले ट्याक्क लाएर अहिले चाहिँ 1 घन्टा 90-55 मिनटमा चाहिँ ट्याक्क हामीले हानिदिइसक्यौँ है। ट्याक्क दलसिङ हामी अहिले दलसिङमा छौँ। सो अब यहाँ केटाहरू रेसमा छन् हामी त आगो हिँड्दा छौँ होइन साथीहरू के छ बुढ्दा सम्झी के छ के भन्छ भने सबभन्दा राम्रो कुरा भनेको हामी टाइमभन्दा छिटो आइपुग्यौँ गाइस चाहिँ एकदम बबाल छ हामी पान्थारेहरूको जोस हो यो जोस एकदम अगाडि हिँड्ने को त भन्दा पान्थारे एकदम अनि ट्याक्क लाएर अब यहाँनिर चाहिँ हाम्रो कफी ब्रेक ट्याक्क हुन रहेछ होइन त कफी ब्रेक हुन रहेछ किनकि हामीले ठ्याक्क अब पानी हामीले ट्याक्क ट्रेक स्टार्ट गरेको ठाउँदेखि ट्याक्क पानी भेट्न हामी चाहिँ कहाँ आइपुग्नु पर्दो रहेछ सम्झी कहाँ आइपुग्दो रहेछ अरे मात्रै पानी पाइन्छ पानी बिचको बाटोमा पाइँदैन बोकेर आउनु होला हो दलसिङमा मात्र पाइन्छ तर अक्खा धाराको पानी छ हामी दलसिङमा टक्क यहाँ एउटा धर्मशाला रहेछ सक्क भित्र होइन तर चुलोहरू पनि रहेछ यहाँ दलसिङमा टक्क अब यहाँ चाहिँ हामी कफी सबै बनाएर टक्क खाना आँटेछौँ भित्र एकदमै दामी छ यस्तो मिठो मौसम छ यहाँ होइन अनि सम्झी हाम्रो टक्क लाएर पानी सानी भएर यहाँ पानी दलसिङमा मात्र पानी पाउँदो रहेछ तलबाट हिँडेपछि। सो यहाँ सम्झीले टक्कसँगले भाँडामा पानी सानी हालेर सम्झीले उयो के हो टक्क माटो दलेर ट्याक्क दिउरे टर्च हाल्न गर्छ भित्र हाम्रो आगो बाल्ने कार्यक्रम चल्दैछ होइन अनि ट्याक्कसँगले टेन्सन नलिन तपाईँ यार तपाईँ किन रोइरह अनि टक्क यहाँनिर पानी टक्क बनिसक्यो होइन। सो एकदम ढुङ्गा सानो हुन्छ भन्ने कुरा छ होइन टक्क लाएर सो यहाँनिर आगो बलिनै सकेको छ हामीले ट्याक्कसँग एउटा मचिस बोकेर आएको थियौँ अनि ट्याक्क के हामीले पेट्रोल डिजल सरहरू डिजल बोकेर आएको थियौँ। सो यहाँ टक्कसँगले आगो बलिसक्यो साथीहरू हामी दलसिङमा रोकेर कफी सफी बनाएर खायौँ। त्यसपछि अब हाम्रो यात्रा अझै पनि हाम्रो लामै छ किनकि हामीलाई खानालाई धोत्रेदेखि माथि चिमालुङ पुग्नु छ र हामी फटाफट आफ्नो काम सकेर एकदम ताबडतोडमा हिँड्न थालिहाल्यौँ। एकदम प्रिपरेसन चाहिँ गरेर आउनुपर्छ नत्र सेक्कै खाइन्छ केटा ए सम्झी तिमी छ
बाटो हेरौँ है झट्टै बाटो बिरेको त्यो गएको ब्लो यता र बाटो उता हिँडेछु तिमी सम्झिँदा नि छ्या कहाँ मान्छे पत्रुर भएछ है यस्तो भयो क्या मकै चबाउँदै थियो धमाधम धमाधम आनन्द आएर गीत पनि बजिरहेको बजिरहेको म त आफ्नै सुसमा लागेको कता कता हुने छिटो भयो क्या कोरेको र चारोहरू चन्दीको खोली ल साथीहरू यस्तै छ है जाडो चाहिँ हिँडाइ छ हात पक्रिन आँटिसक्यो उयो हात पनि हेर सेतो भइसकेको छ रौरोमा केटा हो रातो भइरहेको छ हात रातो हेर्दा पुरै होइन ल यहाँ पोखरी पनि आएछ के को पोखरी हो पोखरी आयो के को पोखरी पनि आयो कुन ठाउँमा चार थुम्कीबाट अलिकति ओर आइसकेपछि सम्झि 4 थुम्कीबाट अलिकति ओर आएपछि यो पोखरी पनि देख्न सक्नुहुन्छ होइन ए 3 थुम्की ओके सो त्यही हो क्यामेरा लास्ट भिडियोको म पनि लास्ट भिडियोको मलाई कभर गर्नुपर्छ साथीहरू यस्तो चाहिँ अलिअलि ठाउँ कभर गर्दैछु किनकि यो भनेको चाहिँ सबै ठाउँ देखाउनु भनेको चाहिँ मजा आउँदैन क्या केही कुराहरू आँखा पनि क्याप्चर होस् न भन्ने कुरा हो ल हामी चाहिँ फाइनल धोद्रे देउराली हामी कति बजी हिँड्थ्यौँ केटा हो 8:50 8 बजी हिँडेको अहिले कति बज्यो ठ्याक्कै 11 बज्यो 4 घन्टाको बाटो 2 घन्टामा आइयो हो ल हाम्रो एकदम हिँडाइ कडा छ सब साथीहरूको हिँडाइ कडा छ यता गाउँ रहेछ सबका खाजा खाने लु लाग्नु 4 घन्टाको बाटो 2 घन्टामा आनियो नि त हान्यो हान्यो एउटा फोटो खिचौँ कि भन्नु मेरो आश हो फोटो खिच्ने हो धोद्रे आएको त म राख्नु न भन्नु ल सम्झिँदा धोत्रेको मेमोरी राख्नुहुन्छ अब हामी फोटो खिच्छौँ साथी हो अब एकछिनमा भेट्छौँ है देखाउँ ल साथीहरू हिँड्दैछ हामी चिमालुङबाट खाना खाएर फेरि तेर्छु है ओहो के आयो यार अटो एक्सपोजर आयो हामी चिमालुङमा खाना खाएर एकदमै आरामले तेर्सो बाटो सुई 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 पेट ढल्काउँदै 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 हिँड्न थाल्यौँ साथीहरू त्यसपछि हामीले यति मिठो मिठो भ्यू देख्न पाइनौँ होइन किनकि एकदम हुसे लागिरहेको थियो हामी आरामले आफ्नै बेगमा हिँडिरह्यौँ अलिअलि भ्यू देख्यौँ अलिअलि घोडा देख्यौँ अलिअलि के देख्यौँ तर एकदम इन्जोय मुडमा हामी हिँडि नै राख्यौँ किनकि हामीलाई आज हाम्रो यात्रा भनेको मयुसम्मको थियो अनि मयु हामीलाई छिटो पुगेर अलिअलि घुम्नु पनि थियो यहाँ अर्को घोडा छ सादा खच्चड जखमले घोडा है फेरि जखमले खच्चड खाना खाएर हिँडेको कालीवालाले भन्दै पनि त्यो अहिले हामी हिँडिरहेछौँ यो ट्राफिकको बाइक एकदम जङ्गलको बिचमा है उकालो सुरु हुन्छ भनेको अहिलेसम्म उकालो सुरु भएको छैन ओह्रालै मात्रै झरिरहेछौँ हेरौँ अब यो ओह्रालो झरिसकेर उकालो कति चढ्नुपर्ने हो भन्ने कुरा हो र हामी दिनभरि हिँड्दा गरेर 3 बजे हामी बिहान 4 बजे हिँडेको 1 घन्टा त्यो बाटो बिर्स्यौँ लगभग हामी ट्रेक स्टार्ट गर्दाखेरि 5:30-6 बजिसकेको थियो र हामी 3 बजे मयु पुग्यौँ र डे 1 मा हामी मयु नै बस्यौँ किनकि त्यहाँ धेरै भिडियो पनि खिच्न पाइएन किनकि पानीले कुटेर एकदमै बिजोग रमाइलो थियो हाम्रो त्यहाँबाट हामी बस्यौँ मयुको गोट स्टेमा र भोलिपल्ट बिहानै हामी फेरि आफ्नो यात्रा निकासो भन्ज्याङसम्मको सुरु गऱ्यौँ हिँडाइको डे 2 घरबाट हिँडेको डे 3 हामी अहिले ट्याक्कसँगले मयङबाट अब उकालो लाग्यौँ केटाहरू अब ट्रायलको बाटो खोज्नलाई जाँदै हामी गोट स्टेमा भयो भने साथीहरू के छ खेला ठिक छ त्यही चाहिँ केटा लुइले हिँड्दैन बाटो यस्तो चाहिँ ट्याक्क जीवनजी के छ हाम्रो खेला ठिक छ है हो नि अब खुट्टा अलिअलि हिजोको दुखेको छ साथी हो अब आजलाई तन्काउनु पर्छ झ्याप लाएर अनि गर्नु गरेको एकपट्टि दुखेको एकपट्टि दुखेछ क्या हो ल ठिक छ केही छैन तपाईँहरूलाई चाहिन्छ भने त्यो गर्नुपर्छ तपाईँहरूले हँसाउनु के भन्दैछ अरे के भन्दैछ बल ठाउँ जाने त आगो खुल्यो चाहिँ आगो रह नि नखुन्जेल त फेरि कहाँ पो हामी चाहिँ हिँड्दै ठक्क यहाँ बाटोमा कुवा जान्छ तिमीहरूले तर अलिकति फोहोर रहेछ पानी होइन अब केही विकल्प नै नहुँदा त खाँदा हुन्छ झन् उमालेर खाँदा चाहिँ बेस्ट होइन त्यही हामी अलि पुरै हिँड्दैछौँ उकालो अलिकति एउटा पुरै ढाँडो चढेर अहिले कोरेछ तेर्सो खालको छ अब मुख त पुरै सुन्ने मेरो होइन हिजोको त्यो चिसो हावाले हानेको मारिगयो नि तर अहिले चाहिँ आयो है ठाडो साथीहरू ठाडो है यो चाहिँ लु है ठाडो डाँडो लु अब यसरी मैले भ्लग गर्दै हिँड्ने केटाहरू माछा छोड्छन्
त्यहाँ ढिलो हुन्छ। हाम्रो आज डेस्टिनेसन एकदम लामो छ, तर मैले अहिले भ्लग अफ गरेँ। बाटो बाटोमा म अपडेट गर्दै गर्छु। गच्चीको ठाउँमा आएको छौँ, क्या मिठो हावा चलिरहेको। यहाँ तलतिर हेर्नु भिरै भिड होइन, यहाँतिर हेर्छ भने पनि भिड जस्तै छ, तर भिड चाहिँ होइन। सो अहिले यहाँ केटाहरू हिँड्ने सँगै हिँड्ने त सो केटाहरू हिँड्दैछ नि है टक्क टक्क। एलिनजी के छ, रमाइलो छ है? अलिअलि घाम पनि जीवनजी के छ? हिमाली पारि चाहिँ यो छोपेर म नदेखेको। अघि हामीले हिमालमा फोटो खिच्यौँ, तर भ्लग गर्न बिर्सिहालेछु कि यस्तो मिठो त्यहाँ भ्यू थियो नि, तर म सर्टमा चाहिँ खिचेको छु। त्यो पनि देखाउ तिमीहरूले होइन हाले नै। सो तिमीहरूले यहाँनिर चाहिँ टक्कसँगले डाँडामा आएपछि रेस्ट गर्ने ठाउँ छ, फोहोर फाल्ने ठाउँ छ। जथाभावी फोहोर नफाल्नु नपर्छ भने हामीले चाहिँ अझसम्म केही बाहिर केही फ्याल्दा होइन, भगेट सबै ज्याकेट स्याकेटमै छ होइन। यो ठाउँ ठाउँ स्टपमा यस्तो बनाइदिएको छ। सो फोहोर चाहिँ नगर्ने होला कसैले पनि होइन त, एकदम होइन त। ट्रेक आएपछि एकदमसँगले सफाइ चाहिँ गरेन। दिउँ हो, त्यो चाहिँ दिउँ सम्धिको कुरा एकदम फेरि मार्मिक छ होइन त। त्यही हो, अब अहिले चाहिँ हाम्रो डाँडै डाँडा हिँडाइ छ, यो चाहिँ एकदम रमाइलोको यात्रा चल्दैछ हाम्रो। हामी मयूबाट हिँडेको 2 घन्टामा बलौटे भन्ज्याङमा खाना खान पुग्यौँ र खाना खाइसकेपछिको हाम्रो यात्रा भनेको एकदमै लामो छ, किनकि हामीले अब यहाँबाट लौरी बिनाको उकालो चढेर रावधापसम्म पुग्नु छ र रावधापबाट फेरि ओह्रालो झरेर निकासो भन्ज्याङमा पुगेर बास बस्नु छ। एउटा हामीले खानासाना खायौँ होइन टक्कसँगले। अब तिमीहरू कोही यहाँ आउने भयो म ट्रेनमा भने टक्क यहाँ नम्बर पनि छ, ल हेर है नम्बर छ। र हामी खाना खायौँ। अब त्यही हो, अब यो सबै जुत्ता लाउँदैन। अब यहाँभित्र हामीले चाहिँ आलु उसिनेर लाग्छौँ, उकालोमा आलु एकदम काम गर्छ कि आलु उसिन लाग्छौँ बजुलाई आलु सम्झ डिफ्रेन्ट छ है, सजिलो पनि। बाजेले मस्त मै पार्नुहुन्छ बाजे है अन्त घटलक हजुर। हाम्रो बोटमा बसेपछि यति मै पारियो भने हाम्रो इज्जत रहँदैन है हो। अनि गोठमा त अब बसेपछि दुध मै खानलाई नै हो नि त। हजुर हजुर। त्यसै कारणले हामीले यो मै खानुपर्छ, के गर्नुपर्छ। अनि पहिले हामीले देख्दा त हाम्रो गाउँतिर त नि तान्ने हुन्थ्यो क्या हो। यसरी के छ के छ यसमा यस्तै हो चलन, यति नै हो। यो पहिला हामीले यो मदानी नै हो, यो मदानी भन्छ। यसले भनाइ पनि यसलाई गम्बु भन्छ, यसलाई कोलु भन्छ है। हजुर हजुर। पहिलामा यसलाई चाहिँ मदानी हो, ए तर यसले मदानीको काम गर्यो। हजुर गर्यो यसले ठिकाको काम गर्यो यसले। हजुर हजुर। अनि यसले गाईको है गाईको तर हामीले चाहिँ यस्तोमा सजिलो अहिले सिस्टम यस्तो आएको छ। हजुर हजुर। पहिला हामी पनि ठेकामै गएको थियौँ हो हो, र अहिले हामीले चाहिँ यसमा सजिलो हो। तर अहिले यो किन पनि यतिको यसलाई हजुर 14-15 हजार भन्छ पर्छ तबभन्दा महँगो होइन। हजुर हजुर काठको चाहिन्छ हो नि। त्यस्तै हो। त्यही हो, यहाँ बाजेले टक्क मै पार्दैछ, हामी पनि खानसाना खायौँ। अब ट्याक्क यहाँ उनीहरूले चाहिँ मुनिर आउने ट्याक्कसँगले यहाँनिर चाहिँ यो ठाउँको नाम के ठाउँको नामै बिर्सिन्छ थियो बलौटे भन्ज्याङ एकछिन बलौटे भन्ज्याङ होइन त। अनि त्यही हो ल। अब यहाँबाट हामी निस्किन आँटेको, यताको भ्यू तिमीहरू चेक गर्न सक्छौ, यस्तो मिठो भ्यू छ है। सो तिमीहरू भ्यू चेक गर्न सक्छौ। बलौटे भन्ज्याङबाट करिब 1 देखि 1.5 घन्टा हामी हिँडिसकेपछि हामी अब लौरी बिनाको उकालोको नजिक आउँदैछौँ साथीहरू। यस्तो छ बाटो, पुरै यस्तो छ। अब यो कसरी हिँड्ने, बाटो चाहिँ एकदम अप्ठ्यारो पनि छ। यस एकदम छ सन्धि जान्छ अगाडि अगाडि अरे त्यही हो है। बिस्तारै जाउँ है, एकदम विचार गरेर जाउँ है। केटाहरू सब लागे। ल केटा सबजना लागिसक्यो, मन लाग्छ अब। ल भ्लग छ अहिले अफ होइन, किनकि एकदम ध्यानपूर्वक हिँड्नुपर्ने हुन्छ मैले। सो है त टक्क लाएर लौरी खिच्दै टक्क लाउरीले लाउरी पक्र्दैछु म। एकदम डेन्जर बाटो रहेछ यो चाहिँ। ल लट्ठिनुको फाइदा वी डिड इट। त्यही हो ल। अब यहाँले सक्यो उकालो, यहाँको यो बाटो कट्यो। केटाहरू लाग्यो उकालो सबजना, सब मोबाइल लाग्यो उकालो। बाटो छ सब रेसमा छ, त्यहाँ सातु र पानी घोलाइ हुँदैछ। अब लसुन टोकाइ हुन्छ, लेक लाग्छ, त्यही भएर हामी चाहिँ फुल प्रिपी छौँ। ट्याक्क लाएर मेरो ब्याग यहाँ छ, ट्याक्क लाएर लौरी यहाँ छ, सम्धि ढलिरह, जीवनजी घोल्दैछ, एलिनजी लसुन चिकुन्दैछ, ट्याक्क लाएर यस्तै छ हिँडाइ छ। के छ त्यहाँ नचाहिने रहेछ साथीहरू। हामी नुन किन लिएको? यो बोकाइ मात्रै हो कि नुन त
तल गोठमा छोडिदिनु पर्ने रहेछ गल्ती गरी नुन चिकनले गर्दाखेरि हामीले जुकाले चाउचाउ उमाल्ने भनेर ल्यायो चाउचाउ खोइ 12 वटा चाउचाउ जुका भनेर हो मैले यत्रो भारी मर्यो बोल्दैछु ए भइरहने देन चाउचाउ बोकेको मात्र कति हाले नै थाहा छैन यार अब पानी चाहिँ एकदम सँगले केटा हो बचाउँ चाउचाउ घोल्दै खानुपर्छ सेकेन्ड दिनको दिन चाहिँ पानी एकदमै बाटोमा कमै भेटिँदो रहेछ र आफूले नै बोकेर हिँड्नु पर्ने रहेछ र लौरी बिनाको उकालो सुरु भएपछि त झन् पानी भेट्ने कहीँ चान्सै छैन रावदाबसम्म त एकदम ठाडो उकालो हिँड्नुपर्ने छ 3 घन्टा अब हाम्रो त्यो परिश्रमको घडी सेकेन्ड दिनको सबभन्दा हामीलाई डर लागेको चिज अब हाम्रो अगाडि आउन आँटेको छ र हामीले त्यसलाई एकदम पान्थरे टोलीको नाक राख्दै इज्जत साथ पुरा गर्नुपर्ने छ साथीहरू चढाउने ठाउँ रहेछ साथीहरू ट्याक्कै खरबारीको उकालो हान्ने गच्चीको उकालो हान्ने है बाटो त एकदम अप्ठ्यारो अनि यहाँ हाम्रो समुद्रमा चाहिँ अलिक छिटो आएर ट्याक्कै यहाँ बसिरहेको ल यस्तै छ साथीहरू पछाडिको भ्यू त तिमीहरू के हेर्छौ हेर न हौ यहाँ भ्यू हेर है पिकमा छौँ हामी एकदम ल यहाँबाट अब हामी कहाँ लिन्छ रावदाब होइन रावदाब निस्किन्छौँ ल यस्तै चाहिँ अपडेट भइरहेछ बाटोमा यो बाटो चाहिँ अलिकति हेरेर आउनुपर्ने छ है अलिकति रिस्की रहेछ चिप्लो ट्यागको तयारी भएर ग्रिप स्ट्रिप लाएर ट्याक्क जुत्ता चाहिँ कतिवटा तरिकाले बोक्ने बाटो तर एक सातो हानेपछि हामी जङ्ग्यौँ है नभ्याउने नि मान्छेहरू खासमा रेड बुल बोकेर आउँछन् होइन हामी चाहिँ अर्ग्यानिक है एकदम मौलिक है मौलिक अब यहाँ हेर यहाँ निन्जा टेक्निक उकालोमा चढ्न सकिएन लेक लाग्यो भने लसुन बोकेर लसुन अदुवा हो मेन इम्पोर्टेन्ट ल ट्याक्क त्यही छ ल अब हामी लाग्यौँ उकालो त अब हाम्रो बाटो लौरी बिनाको यो लौरो चढाउने ठाउँमा पुगेपछि हाम्रा साथीहरू एकदमै खुसी भएका थिए किन भन्दाखेरि हामीले लौरी बिनाको उकालो सक्यौँ भनेर एकदम खुसी भएका थिए तर के हामीले सकेका रहेछौँ त रहेनछौँ भर्खर त यहाँबाट त लौरी बिनाको उकालो सुरु हुँदै रहेछ साथीहरू हामी त तेर् जस्तो हिँड्ने रावदाब आयो भनेर खुसी भएको के को हुन्थ्यो मार्का त अब पर्न आँटेको रहेछ हामीलाई यति गाह्रो यति डेन्जर यति ठाडो यति पर कति रथ त्यहाँबाट त स्वर्ग रहेछ पुग्नलाई रावदाब अनि केटाहरूको मुख हेर्न लागेको थियो तर मैले भिडियो खिच्न पाइनँ साथीहरू केटाहरूले हेर्दैछ भने हे भनेर हाँस्न चाहन्छु म एकचोटि र मैले रावदाबमा भिडियो सिडियो खिचिनँ साथीहरू एकैचोटि हामी निकासो भन्ज्याङ पुग्यौँ तर यति हुसे लागेको थियो कि हामीले त्यहाँनिर बाटो धेरै झुक्यौँ र अब हामी निकासो भन्ज्याङ आइपुग्यौँ तर निकासो भन्ज्याङ कता हो भनेर हामीले केही देखेको छैनौँ हामी ट्रेकको बाटोमा उभिया छौँ हामी बाटो बिर्सेर एकदम हामी फोन घुमाइरहेको छौँ साथीहरू कतिचोटि बिर्से बाटो फेरि 2 खेप त यहीँ भइसक्यो अब यहीँदेखि भइसक्यो अहिलेको 3 खेप घर भेटिएको छैन केही खेल यो अँधेर यस्तो हुस लाएर बित्यो क्या अब विशेषले गर्दा भेटिन्थ्यो कसैलाई फोन गर्नु न नम्बर छ न टावर छ कम दिमाग र बाहा साथीहरू फोन घुमाऊ है केही हुन्छ कि लाग्यो है फोन घुम्यो फोन गएपछि उठेपछि उहाँबाट हामीलाई निकासो भन्ज्याङबाट जानु तपाईँहरू कोल्पोसम्म पुग्नुहुन्छ भन्दैछ तर हामी निकासो भन्ज्याङमै बस्ने भनेर त्यहाँ खोजेर एउटा बाजेलाई भेट्यौँ र बाजेलाई भेटेपछि हामीले त्यहाँ गोठ पायौँ साथीहरू बस्नलाई साथीहरू अहिले चाहिँ हामी ट्याक्क निकासो भन्ज्याङ भन्ने ठाउँमा छौँ अनि यहाँ चाहिँ मान्छेले बास पाइन्छ भनेर सोध्दैन तर यहाँ चाहिँ बास नपाइँदो रहेछ यो चाहिँ यहाँ धेरै हराएपछि एउटा 4 बजी हामी आएको थियौँ होला 6 बजीतिर चाहिँ एउटा बाजेलाई भेट्यौँ हामीले अनि बाजेको पनि सानो गोठ रहेछ एक्लै बस्ने अनि यहाँ एकजना बाजेको घर रहेछ यो घर चाहिँ बाजे अहिले यहाँ हुनु रहेछ तर यहाँ चाबी चाहिँ त्यो अङ्कललाई छोडिदिनु भएको कारणले गर्दा हामी यहाँ पायौँ अनि यहाँ यस्तै छ यी ट्र्याकको आगो बल्दैछ अब बसिरहेको छौँ अब खानेकुराहरू चाहिँ आफै बोकेर ल्याएको छौँ हाम्रो ठिक छ हुँदैछ सन्धिप मन्डाड उहाँ छ मस्त धुवाले आँखा चिम्रो पारेर छ घर यस्तो छ यी सुता यस्तोमा छ है र सेकेन्ड दिनको हाम्रो मयुङदेखि निकासो भन्ज्याङको यात्रा पनि सफल भइसकेको छ र भोलिपल्ट हामी निकासो भन्ज्याङदेखि सिलिचुङ चढेर कोल्पुङसम्मको यात्रा तय गर्नु छ तपाईँ हामी 3-4चोटि बाटो हरायौँ यहाँनिर तपाईँहरू निकासो भन्ज्याङ ठ्याक्क गुम्बाहरू ठाउँमा आइपुग्नु भयो भने सर्व कतै नसोच्ने ठ्याक्क दाहिनेतिर झर्ने दाहिनेतिर ठ्याक्क धेरै झर्ने होइन फेरि 2 देखि 3 मिनट त्यहाँदेखि फेरि दाहिने बाटो भेट्यो त्यहाँदेखि फेरि दाहिने बाटो ठ्याक्लका झर्ने अनि त्यहाँ गोठेर आउँछ तपाईँहरू जानै सक्नु भएन नि यहाँ किनकि अहिले गोठ्ने हाल्नु पर्छ सकिन्छ ल केटा अहिले चाहिँ हामी कहाँ छौँ अरे कुलुपङ्खा ल अहिले चाहिँ हामी कुलुपङ्खा छौँ हामी कहाँबाट पो हिँडेको आज निकासो भन्ज्याङबाट हिँडेको बिहानै 6 बजे 9 बजे कुलुपङ्खा आइपुग्यौँ हामी ट्याक्क पानीमा झर्ने भिज्दै सब जाडो छ पुरै पानी परेको थियो अहिले चाहिँ हल्का हल्का वेदर खुल्या हाम्रो साथीभाइहरू सबै कफी सफी होइन ट्याक्क जीवनजी कफी तातो कति सटहरू जीवनजी यो 6th मात्र छ हिजोको 12 थियो आजको 6 मात्र हिजो 12 हाने राति गोठमा 12 सट है निकै छ खेला तलसम्म दिनु न यार यस्तो जाडोमा यार तलसम्म मान्छे
कटुको त मन छु नि तिमीलाई त वेस्ट लाग्छ चाहिँ मैले त्यो पनि लागेन तर यताको भ्यू चाहिँ यस्तो छ है फेरि आमामा खैरे अझै माथि पुग्न बाँकी नै छ अब यहाँबाट चाहिँ हामी चढ्ने हो 3 घन्टा चढ्नुपर्छ 3 घन्टा चढ्न्छ यो ठाउँ हाम्रो कुलुपङ्ख अनि सिलिचुङ साल्पा अनि सिलिचुङ ट्र्याक्क ठिक छ वेदर अहिले चाहिँ साध्य खुल्दैछ अब एक घामै लाग्यो मात्र भने साथीभाइहरू कन्क्योर अनि यो फुले भए त सब दामी देख्दो रहेछ है दामी देख्दो रहेछ अब यहाँ टक्क खानासाना खाएर मिस्किने किनकि हिजोदेखि खाना खाएन हामीले खाने पाएन सम्झी पनि अब बन्डाड आमा पूर्वको जग्गा देखाइदियो अलिकति के छ सम्झी भनाइ एकदम गाइज यतिको लेभलको एक्सपेक्टेसन थिएन आइपुग्ने जस्तो लागेको थिएन तर आइपुग्यो धेरै रमाइलो लागिरहेछ हिजोको कोठबास हैन दाँतहरू रातबाट कटेर निला निला हुन थाल्यो दाँत नमलेको 5 दिन भयो बोल्नै भएको छैन हौ किन भ्याइदैन हिँडेको रहेछ अनि त्यसपछि पहेँलो भयो त्यसपछि रातो भयो अहिले निलो हुन थाल्यो दाँत पहेँलो हुनुभन्दा अगाडि एउटा कलर घर पुग्दा काले हुन्छ क्यारो हामी कोलुपोङ्गामा आइपुग्यौँ र अब यहाँबाट हामी साल्पा आन्छौँ र साल्पाबाट हामी सिलिचुङ चढ्छौँ केटाकेटी हो फाइनली वी आर इन साल्पा 12:30 बजेको छ होइन साल्पामा छौँ हामी अझै हेर्नुहोस् त साल्पा पोखरी टक्क लगाएर है यस्तो मौसम छ साल्पा पोखरी केटाहरू अगाडि हिँड्दैन है ल हामी साल्पा पोखरी आइसक्यौँ यहाँबाट चाहिँ हामी टक्क लगाएर जाने भनेको चाहिँ सिलिचुङ हो यहाँबाट चाहिँ 2-3 घन्टा उकालो लाग्छ यहाँबाट जानुपर्छ सो अहिले चाहिँ भर्खर यहाँ छिरेर घुम्दैछौँ होइन धेरै लामो रहेछ ठुलो रहेछ पोखरी केटा हो सबैजना हामी हिँड्दा छौँ तर पिस चाहिँ एकदम पिस छ है आनन्दको छ त्यहाँ मिठो हावा चलिरहेछ आनन्द छ यस्तो छ भ्यू चाहिँ देख्छौ ल अब तिमीहरूलाई एकैचोटि हामी माथि पुगेर भेट्छौँ सिलिचुङमा है त ल सिलिचुङ पुगेर भेट्छौँ साथीहरू के छ त खबर एकदम गुड छ यार यहाँ सम्धी यहाँ छ सम्धी कति खेप लड्यो अरे बताऊ अहिलेसम्म 8 पल्ट खाने साथीहरू बाटो देखाइदेऊ न बाटो साथीहरू बाटो हेरिसक्नु छैन यो के उकालो ओह्रालो यसले त गाँड फटाउने रहेछ यो बाटो देखिँदैन यो देखेको कुहिरोले छोएको डाँडा अझै कतिवटा पार लाउनु पर्ने छ अनि यहाँदेखि लिएर यो माथि केटा हो 8 जनाको टोली चाहिँ फर्क्यो होला यहाँबाट माथि पुग्न नसकेर जुत्ताको हालत हेर्नु जाने साथी हो होइन यो ठाउँ गलिदिएर है केटा पानी निस्किन्छ 4टा चाहिँ भेटिसकेँ मैले जीवन सर हामी जाउँ के गरौँ हैरान पनि अति साह्रै हैरान पाइयो साथीहरू अहिले चाहिँ हामी सिलिचुङको डाँडा चढ्दैछौँ चढ्दै यहाँ माथि सानो चाहिँ देउराली जस्तो ढुङ्गा आयो अब यो हो कि होइन भन्ने कुरा हो यहाँसम्म त के गलेर भन्दो रहेछ तर बिस्तारै बिस्तारै हिम्मत नहारी धैर्यताको साथ आयो भने चाहिँ आइपुगिन्छ है साथीहरू अब यो सिधै तल यो अहिले कुहिरोले छोपिएको छ यो कुहिरो खुल्नु भने देखाइदिनु मिल्थ्यो तपाईँहरूलाई कुहिरो खुल्दैन यस्ता 7-8वटा डाँडा चाहिँ जुरुक जुरुक उकालो कटेर आउनुपर्छ साथीहरूको हालत यस्तै छ बाटो त के पुरै छोडौँ न फर्स्टै नै अप्ठ्यारो छ अब यहाँबाट यो कोरेसो हुँदै उँभो चढ्ने हो कि के हो यो कुहिरो नखुलेर मेन समस्या हामीलाई त्यो भयो हेरौँ के हुँदै जान्छ ल त गाइस अरू बिस्तारै दिँदै गरौँला अपडेट अहिलेलाई चाहिँ यति नै गाइस फाइनल्ली हामी सिलिचुङ डाँडा चढिसक्यौँ पानी परेर हाम्रो हालत यो भएको छ टास्क चाहिँ कम्प्लिट भयो साथीहरू तर धेरै गाह्रो है त सिलिचुङ डाँडा यही हो अब यहाँभन्दा सरी हामीले देखाउन सकिएन पानी यस्तो छ गोप्रोले नि सायद काम गर्दैन होला अब दर्शन गरेर गइहाल्ने सिलिचुङ डाँडा भगवान्हरू आइपुग्यो सुम्निमा पारुहाङ दुःख सुख गरेर
दुःख सुख गरेर आइपुग्यो भगवान्। हामी फाइनली श्रीचुङ डाँडा पनि चढ्यौँ र यहाँ चढेपछि यति खुसी हामी भएको थियौँ, तर हामी यहाँ धेरै बेर बस्न सकेनौँ किन भन्दाखेरि पानी एकदमै ठुलो पर्यो। त्यसपछि हामी यहाँबाट झऱ्यौँ र हामीले चिताएको कुरा पनि हामीले पुर्यायौँ। र आजको ब्लग यति नै साथीहरू, तर होइन जानुभन्दा अगाडि तपाईँहरूलाई केही 1-2वटा हाम्रो राम्रो राम्रो पल, दुःख सुखको पल देखाउन चाहन्छौँ।